आज म 59 वर्षको भएँ। मेरो 59 वर्ष जन्मदिन हो। त्यसैले अब यति बेला भइहाल्यो। म योगिङ जगिङ र अन्य योग प्राणायामहरू गरेर त देखाउँदैन, तर म एउटा अन्तमा एउटा शीर्षासन गरेर हजुरहरूमाझ राख्न चाहन्छु। मेरो 59औं जन्मदिनको उपलक्ष्यमा अब मेरो हेर्नुहोस् शीर्षासन। सबभन्दा पहिले यसरी जाने, हातले टाउकोलाई सपोर्ट गर्ने र बिस्तारै माथि झट्काउने। अब यो शीर्षासन मेरो भयो। हेर्नुहोस्, मेरो अलि घुम्ने फोटो खिचिदिनुहोस् त। यसलाई भन्छन् शीर्षासन। दिनभरि हामी यताउता जान्छौँ अनि रक्त सञ्चार पैतालातिर बढिरहेको हुन्छ र यसलाई ब्यालेन्स बनाउनुको लागि हामी केही बेर यो शीर्षासन गर्नुपर्छ ताकि हाम्रो रक्त सञ्चार बिस्तारै टाउकोतिर आओस्। अहिले शीर्षासन प्रयोग म पद्मासन पनि गरेर देखाउँछु। यो हेर्नुहोस्, यो पद्मासन हो। यसलाई पद्मासन पनि भन्छन्, तर यो शीर्षासनको पद्मासन हो। अब बिस्तारै खुट्टा टन्काउँदै माथि जाने अनि हल्का साइक्लिङ गर्ने। यो साइक्लिङ अब यस्तै गर्दै फेरि टन्काउने अनि बिस्तारै फिट होला। धन्यवाद।